नमस्कार सम्पूर्ण माझमा र आज चाहिँ हाम्रो केदार डोली यात्राको दोस्रो दिन है। हिजो तपाईले देखिहाल्नु भयो उखीमठमा हामीले कालभैरवजीको पूजा भएर सबै सकेर हामी निस्किसकेका छौं र अहिले बिहान अब 8 बजे 8:30 बजे यहाँबाट फाटाको ओर निस्किन्छ। फाटा भन्ने चाहिँ तपाईले त्यो पर मसिनो जुन चाहिँ गाउँ देखिरहनु भएको छ त्यो गाउँ चाहिँ फाटा हो है। गुप्तकाँची यो जग्गा हो, त्यो फाटा हो। फाटादेखि माथि केदार बाबाको केदार धाम है। तपाईहरुलाई याद छ, कसैलाई याद छ भने कमेन्ट सेक्सनमा भन्नुस् होला गुप्तकाँचीको नाम किन यहाँ पर्यो भनेर। हुन त काँची तल पनि छ बनारसमा एउटा काँची, यहाँ गुप्तकाँची भनिन्छ। यहाँको काँची र त्यहाँको काँचीको पवित्रता एउटै भनेर मानिन्छ है। र अब आजदेखि उता सेकेन्ड दिन हामी फाटामा गएर रोक्नेछौँ। फाटाको लगभग 20 देखि 25 किलोमिटर डोली यात्रा हुन्छ र यो बीचमा कस्तो डोली हुन्छ, कस्तो प्रकारले हुन्छ, के गर्छ हिजो तपाईले देख्नुभयो। पन्जाब रेजिमेन्टको एकदम धुनसँग हिजोको कम्प्लिट भएको प्रोसेस र आज पनि धेरै श्रद्धालुजनहरू आएको छ। तपाईहरु कृपया गरेर के कस्तो हुँदो रहेछ म देखाउने छु। मेरो अन्तिम भिडियोसम्म जोडिएर आउनुहोस् होला। र बाटोमा यसरी धेरै स्थानहरू बनाएको छ विश्राम गर्ने, जसमा प्रसादहरू पुरै पाइन्छ। तपाईले हेर्न सक्नुहुनेछ। तपाईहरु कोही आउने कोसिस गर्नुहुँदैछ भने भविष्यमा खानेकुराहरू साह्रै नबोक्नुहोस् होला, भारी हुन्छ। भिडमा फेरि खचाखच छ है। अनि यहाँ विश्राम भइरहेको छ बाबाको र यहाँ पारिसकेको छ गुप्तकाँची। यो डाँडाको टुप्पोमा पुगेर चाहिँ आज विश्राम रहनेछ। बहुत बड़ाई तुम प्रिय भरती समभाई, सहस बदन तुम्हारो जस गावे, असकल श्रीपति कंठ लगावे, सनकादिक ब्रह्मादि मुनीसा, नारद सारद सहित रहीसा, चमक कुबेर दिगपाल जहाते, कवि को मद कही सके कहाते। हामी चाहिँ यहाँनिर गुप्तकाँची पहुँच्न आँटेको थियौँ। यहाँनिर डोली यात्रागणको लागि दुध, शरबत, जलेबीहरू धेरै प्रोभाइड गराएको रहेछ। एकदमै हाइड्रेटेड रहन्छ बाटोमै पनि है। एकछिन यहाँ विश्राम गरिरहेको छौँ, केही पूजाआजा चलिरहेको छ त्यहाँ। भिडियो हेर्नु हुँदै थियो है। आजको हाम्रो केदार डोली यात्रा दोस्रो दिन लगभग हामीले 30 किलोमिटर जस्तो कभर गऱ्यौँ होला। यस्तो तपाईँले जुन चाहिँ देख्नु हुँदैछ यो डाँडा झन् 3-4वटा जस्तो हामीले क्रस गऱ्यौँ र धेरै खोला, नाला, गाउँ, बस्ती, सहर, बजार है सबै क्रस गर्दै आजको अन्तिम हाम्रो जुन चाहिँ केदार बाबाको स्टे हुनेवाला छ आजको रात, त्यो चाहिँ यो फाटा गाउँमा है, सोनप्रयागदेखि 13 किलोमिटर अगाडि। र धेरै राम्रो आनन्द थियो र राम्रो एक्सपिरियन्स भयो। अन्त भोलि चाहिँ हाम्रो उता गौरी कुण्डसम्मको रहेको छ यात्रा है। यो जुन चाहिँ अहिले यो भिडियो तपाईँहरूले यहाँसम्म हेरिदिनु भयो त्यसको लागि हजुरहरूलाई धन्यवाद। र भोलिको भिडियो पनि तपाईँहरूले यहाँदेखि उताको कस्तो हुँदो रहेछ यात्रा, कसरी लगिन्छ भनेर हेरिदिनुहुन्छ भन्ने म आशा गर्दै तपाईँहरूसँग बिदा माग्नु पर्यो। धन्यवाद।